हेलो एभ्रिवान, हौवा सेवा सम्पूर्णलाई। आज चाहिँ हामी हाम्रो गाउँ नजिकै रहेको तुवाचुङ डाँडामा आज भोलि साकेला छ, त्यसैले जाँदैछौँ। अनि आज चाहिँ मसँग को हुनुहुन्छ भन्दा हाम्रो मगा निमिसलाई मैले रोय निमिस बनाएर लगिसकेँ। हजुरलाई स्वागत छ यो मेरो भिडियोमा। मलाई यस्तो राम्रो बनाइदिनु भएको। हाम्रो सानी नानी पनि जाँदैछ हामीसँग। यो चाहिँ हाम्रो गाउँ हालत भइसक्यो हाम्रो। कहिले पुग्नु यसरी हिँडेर। यो चाहिँ हाम्रो गाउँ। हामी जानुपर्ने चाहिँ माथि, यो माथि 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 डाँडा देखेको छैन यहाँबाट। गाह्रो भयो मिस हिँड्नु त। होइन यस्तो हालत छ। हामी चाहिँ अब हिँड्दै हिँड्दै अरू सबैजना कुद्दै त। तर बाटो त यसरी हिँड्नुपर्ने छ। कस्तो राम्रो देखेको हरियो। यहाँ चाहिँ मैले भोइस कभर गर्न गइरहेको छु। हामीलाई चाहिँ हल्सीबाट चाहिँ अङ्कल भाइहरूले माथि तुवाचुङ डाँडासम्म पुर्याइदियो। आजको मौसम चाहिँ यस्तो छ, कसरी नाच्नु हो यस्तोमा चाहिँ। भरे पानी पर्यो भने चाहिँ ऊ चाहिँ मेरो विद्यार्थी अनि नानाको छोरी, मेरो पनि छोरी नै। उनीहरू नै हो मेरो सब्सक्राइबर पनि, माया गर्ने पनि। ऊ पनि मेरो सब्सक्राइबर, मेरो विद्यार्थी नै हो। यतिको माया पाइसकेपछि विद्यार्थीबाट के चाहियो? गरे न च्यानल ल भन त। गरेको छु मिस, तपाईको हो र? युट्युबमा पनि हेरेछु। हो ल, धन्यवाद। हाम्रो टिमहरु यहाँ चाहिँ अब चम्किसके। चमक चमक हैन। पहिलोचोटि यहाँ पनि म भोइस कभर नि गर्दैछु। मैले त्यति बेला चाहिँ त्यहाँ केही पनि भन्ने आएन कि, त्यही भएर चाहिँ रहेको छ नाना तयामाको थान। यही नजिकै चाहिँ नाना तयामा र खियामाको गफ गर्ने ठाउँ। यहाँ चाहिँ नाना तयामाले तान बुन्दै हुनुहुन्छ। यो पहिला चाहिँ थिएन, पछिबाट निर्माण गर्नुभएको हो। यो चाहिँ रहेको छ बहिनी खियामाको घर, यानि कि थान। यहाँको पौराणिक कथा त त्यति धेरै थाहा छैन, तर मलाई कुकुले चाहिँ अलिअलि भन्नुभएको छ। मलाई के भन्नुहुन्छ? अब पे गर्नु भएपछि एकैचोटि दुईजना नानी जन्माउनु, अनि एकजनाको नाम तयामा अनि एकजनाको नाम खियामा राख्नु। धन्यवाद। अनि अर्को प्रोसेसमा जानु अनि भाइ। अनि त्यसपछि नाम के पो? रैछाकुले जन्माउनु है। हस् चेलीमाइती जन्माउनु आशीर्वाद दिनुभएको यो उहाँहरूको थानमा आएर। धन्यवाद। तपाईँको आशीर्वाद लागोस् शिरैमा, शिरैमा लागोस् यहाँ। अनि माथि घुमिसकेपछि चाहिँ हामी तल झरेर खाजा खायौँ। यो चाहिँ हामीले हल्सीबाट नै खानेकुरा लगेर गएको थियौँ। अब यसरी टन्न खाएर चाहिँ अब हामी नाच्न जान्छौँ। तर नाचेको भिडियो चाहिँ बनाउन पाइएन। मिसले यहाँ थोरै बनाइदिनु भएको छ। चाहिँ यहाँ राजेशपाल राई पनि आउनुभएको थियो। अनि बहिनीले भिडियो बनाउँदैछ चाहिँ